मेरोमा के छ के छैन त्यो सबभन्दा ज्यादा चाहिँ मलाई थाहा हुन्छ क्या। बार बार है ताना कसेर बताइरहनु जरुरी पर्दैन नि है। तेरो यो छैन तेरो त्यो छैन भन्दै है। आएको छैन होला नि त तिमीलाई भन्नु होइन, तिमीलाई आएको दिन भन्नु क्या। बार 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 सहने पनि एउटा क्षमता हुन्छ क्या मान्छेको, पेसेन्स लेभल हुन्छ। मान्छे भएपछि चाहिँ सबैको आफ्नो आफ्नो दायरा हुन्छ भनेर बुझ्नुपर्छ क्या। त्यो दायरा नाग्नु हुँदैन। त्यो दायरा नाग्यो भने चाहिँ है मान्छेको पनि पेसेन्स लेभल फुट्छ भनेर चाहिँ बुझ्नुपर्छ क्या है। मुखले प्याच प्याच जवाब दिँदैन भन्दामा पनि त्यसको मतलब यो होइन नि कि रिस उठ्दैन है। दायरा हुन्छ क्या मान्छेको, आफ्नो आफ्नो बााउन्ड्रिज भन्छ त्यसलाई। त्यो बााउन्ड्रिजलाई नाग्ने कोसिस नगर। जब मान्छेको स्वाभिमानमा ठेस पुग्छ नि, जो कोही पनि हो क्या, कसैले कसैलाई टेर्दैन नि, त्यो त्यही कारण भएको हो क्या। बुझ्यौ?